Hello everyone, welcome to my mini vlogs. Today is my special day, so I'm sharing with you my special day and to you ko 2081 convocation ma yo 51th convocation ko full information तपाईहरुमा शेयर गर्छु. So इन सम्म चाहिँ हेर्नु होला. So हामीलाई चाहिँ 8 देखि 10 को बीच मा आउन भनेको थियो, तर त्यहाँ 10 वर्षमा चाहिँ गेट नखोल्दो रहेछ गाइस. सो अर्को वर्ष जस पनि दीक्षान्त हुनुहुन्छ उहाँहरु चाहिँ 10 बजे भन्दा अगाडि गयो भने तपाईहरुले वेटिङ मात्र गर्नुपर्ने हुन्छ. सो नो नीड टु गो बिफोर 10. अनि त्यसपछि चाहिँ म एकदम एक्साइटेड थिएँ अनि रेडी भएर मैले चाहिँ गाउनहरु सबले लाइसकेको छ, तर मैले चाहिँ नलाएर गएको थिएँ बाटोमा. अनि फेरि ठ्याक्कै 10 बजे गेट खुल्ने भनेको थियो. हामी चाहिँ 9:30 बजे घरदेखि हिँडेको थियो अनि 10 बजे ठ्याक्कै पुगेर पार्किङ गरेर, पार्किङ गर्ने पनि ठाउँ थिएन हैन, त्यही राजस्व कार्यालयमा पार्किङ गर्यो. र अनि त्यसपछि हामी भित्र गयौँ. भित्र गएर चाहिँ यो गाउन लाउन चाहिँ मलाई हेल्प भयो अनि हेल्प गर्छ उहाँले. अनि उहाँ पनि यो वर्षको डिग्री होल्डर हो, म पनि डिग्री होल्डर, गोल्ड मेडलिस्ट हुन मात्र बाँकी हो. अनि अदरवाइज वी आर गुड स्टुडेन्ट क्या. अनि त्यसपछि फेरि यहाँ चाहिँ जाँदाखेरि तपाईहरुले चाहिँ डकुमेन्टहरु चाहिँ कलेक्सन कार्ड चाहिँ लिएर जानुपर्ने हुन्छ, जुन टियुको छाप लाएको हुन्छ. हामीले चाहिँ अगाडि टियुले नोटिस निकालेको हुन्छ नि. यहाँ हेर्न सक्नुहुन्छ गाइज कति भिड थियो यहाँ फोटो खिच्नलाई. अनि म पनि वेटिङमा भएर फोटो खिचेँ. अनि फेरि हाम्रो ब्लग खोज्दै गयौँ. अनि त्यो गेटमा पनि चेक नगर्दो रहेछ. हामी यहाँदेखि इन्ट्री गऱ्यौँ अनि प्यारेन्ट्सहरुको एकदम तल कुर्सीहरु राखेर सेट गरेको थियो भने हामीहरूलाई चाहिँ स्टुडेन्टहरुलाई माथि बस्नु भनेको थियो. तर त्यहाँ चाहिँ चेकहरु पनि खासै केही नगर्दो रहेछ, जो जाँदा पनि हुँदो रहेछ. हेर्नुस् गाइस, म यति अर्ली गएको भएर चाहिँ यहाँ कोही पनि हुनुहुन्न क्या, लिटरली कोही हुनुहुन्न हैन. 10 बजे चाहिँ कोही पनि हुनुहुन्न. अनि मान्छेहरु चाहिँ पछि आउन स्टार्ट गर्नुहुन्छ हैन. मैले फेरि आफ्नो के रे डकुमेन्ट सर्टिफिकेट पनि लिएको थिएन. अनि सर्टिफिकेट लिन गएँ अनि सर्टिफिकेट पनि लिएर आएँ. अनि एकछिन भिडियो बनाएँ. थुप्रै एक्साइटमेन्टहरु थियो. साथीहरु कोही भेटेको थिएन, अहिलेसम्म एकजना साथी पनि भेटेको छैन गाइज हैन. अनि त्यसपछि मैले यसो देखाएँ प्रोग्रामहरु कहाँ भइरहेछ भनेर. अनि त्यसपछि डकुमेन्ट यो मेरो सर्टिफिकेट ल्याएँ मैले, यस्तो दिँदो रहेछ हैन हामीलाई चाहिँ. अनि त्यसपछि मैले टोपी सोपी उडाउने काम गरेँ. अनि अहिले चाहिँ हेर्न सक्नुहुन्छ 12 बजिसकेको थियो. मान्छेहरु चाहिँ 12 बजेपछि चाहिँ एकदम भरिदो रहेछ क्या. धेरै कोही डकुमेन्ट ल्याउन जाने, कोही टाढाबाट यस्तो. अनि त्यसपछि 12 बजेसम्म चाहिँ मलाई बोर फिल भइसकेको थियो क्या. अनि त्यसपछि मैले फोटो खिचेँ, भिडियो बनाएँ, टोपी उडाएँ, के नगरेँ मैले हैन. अनि त्यसपछि हेर्न सक्नुहुन्छ